पढ्दिनु है राजकुमार मात्रै देख्दाखेरि अझै पूर्ण नभएको हामीलाई महसुस भइरहेको छ र ढिला नगरेर गफ लामो नगरेर म यस समय हामी एउटा दुलही स्वागतको हामी गीत गाउनेछौँ र दुलही चाहिँ बिस्तारै पछिबाट प्रवेश गर्नुहुनेछ र हामी दुलही प्रवेश गर्दै गर्दाखेरि हामी सबैजना उभिनेछौँ र आज हाम्रो बिचमा दुलहीलाई स्वागत गर्नेछौँ र यो समयमा हाम्रो दुलहीका शैलीहरू जहाँ हुनुहुन्छ दुलहीलाई तयार पारिदिनु होला हामी यो गीत सुरु गर्छौँ तपाईँहरूलाई बिस्तारै प्रवेश गरिदिनु होला र बिस्तारै प्रवेश गर्दै गर्दाखेरि हामी बिस्तारै उभिनेछौँ र उहाँलाई हाम्रो बिचमा स्वागत गर्नेछौँ हुन्छ आउनुहोस् हामी हजारौँ दिनको दुखाइमा हामी यो गीत गाउनेछौँ
राम्रो दुलै बसेर पनि हामी साँच्चीकै खुसी छौँ हो कि होइन खुसी छौँ लाने हो बोकेर लाने कि उठाएर ल हामी खुसी छौँ अहिले चाहिँ झनै मुस्कान बढ्दैछ है हाम्रो आजको राजकुमार हाम्रो दुलाको चाहिँ अब उहाँ एकदम स्ट्रङ हुनुभएको छ त्यही भएर कसै मान्नुहुन्न है कसै मान्नुहुन्न अनि जुलै पनि एकदमै गाह्रो छ अब के भन्नु तातिँदैछ बिस्तारै र यो हाम्रो सञ्चालकज्यूलाई यो समयमा सबैजनालाई जय बसी साथै नमस्ते पनि अनि यो महत्त्वपूर्ण समयमा छौँ हामी अनि यो विशेष स्वागतको भागको जिम्मेवारी मलाई दिनुभएकोमा धन्यवाद छ र खास त मेरो इच्छा घरको मान्छे अरूले गर्दै हुन्थ्यो भन्ने मेरो इच्छा थियो र मलाई यो जिम्मा दिनुभयो अलिकति हामी समयभन्दा पछाडि भएको कारणले कतिवटा हामीले बनाएको सेड्युल र सिस्टम अनुसार अलिकति नगएको कारण हामी आफै पनि अलिकति लक्षित र सबैजनासँग क्षमा गर्नुहोला विवाह भनेको कुरा सायद समयको परिधिभित्र हुँदैन अलिकति यो समयभन्दा पछाडि भइरहेको कारणले गर्दा सबै हाम्रा जवानहरू साथै तयारीका व्यक्तिहरू सबै टाइममा आउनुभएका आफन्त मण्डली परिवार अगुवा पास्टरजनहरू हामी सबैजनालाई हामी स्वागत गर्छौँ अनि त्यसै गरी हामी स्वागत गर्छौँ आजको विशेष हाम्रो राजकुमार राजकुमारी अनि उहाँहरूको उपस्थिति बिना हामी जति यहाँ हजारौँ मानिसहरू जम्मा भए पनि त्यो अधुरो हुन्छ अर्थहीन हुन्छ त्यस कारण उहाँहरूको उपस्थिति उहाँहरू अगाडि भएको कारण बल्ल हामी जति भए पनि हामी यहाँ शोभायमान छ त्यस कारण आजको दुलहा र दुलहीलाई हामी स्वागत गर्छौँ अनि त्यसै गरी हामी दुलहीको पक्षबाट आउनुभएका सम्पूर्ण साइन अनुसारका आफन्तहरूलाई हामी यस ठाउँमा स्वागत गर्छौँ र साथै हाम्रो अति आदरणीय हाम्रो पास्टर बुवाहरू अनि अगुवाजनहरू आजको वचन वक्ता साथै आजको करारमा विशेष अनि सेवा पुर्याउने व्यक्तित्व विभिन्न हाम्रा अगुवाजहरू हाम्रो बिचमा हुनेछ उहाँहरू सम्पूर्णलाई हामी स्वागत गर्छौँ र आजको यस पवित्र विवाह बन्धनमा बाँधिन गइराख्नुभएका नवजोडीलाई आशिष माग्न उपस्थित हुनुभएका सम्पूर्ण विश्वासी जनहरू आफन्तहरू र दुलहा दुलहीको परिवारबाट अनि सबैजना हाम्रो आमा छोरी मण्डली लगायत सबै पास्टरहरू सबै मान्यजनहरूलाई हामी हाम्रो परिवार मण्डलीको तर्फबाट र हाम्रो घर परिवारको मेरो व्यक्तिगत तर्फबाट दुलहीको पक्षबाट सम्पूर्णलाई हामी एकदमै हृदयदेखि हामी स्वागत गर्छौँ स्वागत सबैजनालाई हामी एकमुष्ट हामी ताली बजाएर सबैजनालाई हामी स्वागत गर्छौँ धन्यवाद छ उहाँले एकदम छोटोमा स्वागत गर्नुभएको छ कार्यक्रममा बन्दाउनको लागि र हामी सबैजना त्यसमा अटाएका छौँ भन्ने मलाई लागेको छ र यो समय हामी वचनमा जानुभन्दा अगाडि हाम्रो यो क्वायर ग्रुपको एउटा स्पेसल गीत रहेको छ त्यसका लागि हामी एउटा गीत गाउनेछौँ र लगत्तै हामी परमेश्वरको वचनतिर जानेछौँ र तपाईँहरू जतिजना खुसी लागिराखेको छ हामी बिस्तारै अब भरिँदैछौँ यो भवनमा र तपाईँहरू जतिजना भाइहरू हुनुहुन्छ तपाईँहरू भित्र आउन सक्नुहुन्छ र कतिजना कुर्सीमा अटाउनु जस्तो पनि लागिरहेको छैन त्यस कारणले गर्दाखेरि अलि यसो हेरेर उमेर अनुसार हाम्रो जवान भाइ बहिनीहरू उहाँहरूलाई पहिला बस्न दिनु होला आगन्तुक पाहुनाहरूलाई त्यसपछि हामी बस्ने कोसिस गर्नेछौँ अब हामी सबैजना
हामी यो समय अब ढिला नगरेर अब परमेश्वरको वचनतिर हामी जानेछौँ र धेरैजना हामी नयाँ पनि हुन सक्छौँ यो क्रिस्चियन विवाहमा र कतिजना चाहिँ हामी यही विवाहमा सामेल भएको विवाह गरेको पनि हुन सक्छौँ र आज तपाईँहरू पहिलोपटक आउँदै गर्दाखेरि नयाँ पनि लाग्न सक्छ र क्रिस्चियन विवाह यसरी नै हुन्छ र क्रिस्चियन विवाहमा विशेष गरिकन हामी वचन अनि वचनपछि विवाहको भागलाई चाहिँ अझै महत्त्वपूर्ण ठान्छौँ र मान्छौँ र यो समय हामी परमेश्वरको वचनको समयमा आएका छौँ ढिला नगरेर यो परमेश्वरको वचनको निम्ति प्रार्थना गरिनुको निम्ति हाम्रो दुलातर्फबाट आउनुभएको उहाँ आफै आज दुला राजाको होइन बुवा पनि हुनुहुन्छ र सँगसँगै पास्टरी सेवाकाई गर्नुहुन्छ यसै कारण उहाँ आफ्नै चर्चको पास्टर पनि र बुवा पनि दुवै भएको कारण ढिला नगरेर हाम्रो रेभरेन्ड पास्टर बाबुराम छेत्री हाम्रो पास्टरलाई म अहिले बोलाउन चाहन्छु उहाँले परमेश्वरको वचनको निम्ति प्रार्थना गरिदिनुहुनेछ अनि त्यसपछि हामी वचनतिर जानेछौँ सबैजनालाई जय मसीह हामी आजको यो पवित्र विवाहको कार्यक्रम र विशेष गरेर वचनको सेवाकाईको लागि प्रार्थना गर्नेछौँ पिता हामी तपाईँ परमेश्वरलाई सबै कुराको लागि धन्यवाद दिन्छौँ सृष्टिको आरम्भदेखि तपाईँले नर र नारी गराउनु भयो अनि हामी धन्यवाद दिन्छौँ प्रभु तपाईँले आज यो विवाहमा जोडिन लागेका यी दुवै सुभाष अनि अस्मितालाई हामी तपाईँको हातमा राख्छौँ धन्यवाद परमेश्वर पिता तपाईँले उनीहरूलाई आज एक गर्दै हुनुहुन्छ तपाईँ परमेश्वरको अनुग्रह कृपा तपाईँ परमेश्वरको आशिष शान्ति र आनन्दले औ प्रभु तपाईँलाई महिमा हुने हिसाबले तपाईँ प्रभुको हामी जय जयकार गर्छौँ धन्यवाद दिन्छौँ र प्रभु हामी विशेष गरेर प्रार्थना गर्छौँ तपाईँको वचनमा जुन तपाईँका सेवकले ल्याउनुहुनेछ अनि प्रभु ती वचनद्वारा तपाईँले त्यो जोडीलाई सँगसँगै यहाँ उपस्थित सबैलाई आशिषित ल्याउनुहोस् बिन्ती गर्छौँ तपाईँ परमेश्वरको आत्माले चलाउनुहोस् येशू प्रभुको नाममा पास्टरको धन्यवाद दिन चाहन्छु र ढिला नगरेर आजको त्यो विवाहको वैवाहिक कार्यक्रममा वचन लिएर आउँदै हुनुहुन्छ अति नै आदरणीय दाजु रेभरेन्ड पास्टर सन्तबहादुर घरती बलिदान एसी मण्डली गोगली हाम्रो छोरी मण्डलीका आदरणीय सिनियर पास्टर हुनुहुन्छ आउनुहोस् हामी ताली बजाएर उहाँलाई स्वागत गर्छ उहाँले आजको यो वैवाहिक समारोहमा वचनको सेवा पुर्याउनुहुन्छ धन्यवाद मेरो संसार चाहन्छु र विशेष गरी आज यस पवित्र विवाहमा यो हर्षोल्लासको समयमा उपस्थित हुनुभएका र दुलातर्फबाट दुलीतर्फबाट आउनुभएका सम्पूर्ण प्रोगाजन आफन्तहरूलाई मेरो क्रिस्चियन अभिवादन जयमसी नमस्कार गर्न चाहे र परमेश्वरलाई धन्यवाद दिनुहोस् विशेष गरी यो वचनको सेवा दिनुहुने आदरणीय दाजु अनि यसलाई तर्फबाट परिवारहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु यो सेवा गर्ने अवसर दिनुको लागि र आज नानी अस्मिता र बाबु सुभाषको यो विधिमा प्रवेश गर्नको निम्ति यो अन्तिम हरि हो उहाँहरू यो विधिमा प्रवेश गर्दै हुनुहुन्छ विवाह चरणहरू छन् उहाँहरूले कति चरणहरू पार गरेर आइसक्नु भएको छ यो अन्तिम चरणमा हुनुहुन्छ सायद आज विवाह गर्दै जाँदाखेरि कति प्रश्नको उत्तरहरू उहाँले दिनुहुनेछ सायद दिन सक्नु भएन भने हुन्छ या हुँदैन हाम्रो सुभाष बाबु मुस्कुराउँदै हुनुहुन्छ नानी चाहिँ एकदमै परीक्षाको घडिएको जस्तोमा छिन् जस्तो लाग्यो मलाई यसो हेर्दाखेरि के हुने होला कहाँ पुगिने होला किनभने यस्तो सोध्दैछन् अनि परमेश्वरको योजना हो परमेश्वरले कहाँ राख्नु भएको छ हामीलाई थाहा छैन आज यो विवाहको कार्यक्रममा पूर्वदेखि यहाँ मध्यपश्चिमसम्म आइपुग्नु भएको छ कहिले पनि हाम्रो सायद भेटघाट थिएन होला तर परमेश्वरले कहाँ राख्नु भएको छ हाम्रो करण हामीले थाहा छैन र यो पवित्र विवाह आफैमा यो विधि पवित्र है यो पवित्र विधिमा बाँधिन जाँदै हुनुहुन्छ र विवाहको चरणहरू पुरा गर्दै यहाँसम्म आउनुभएको छ पहिलो चरण चाहिँ उहाँहरू सहमतिमा जानुभयो एकले अर्कालाई हेर्नुभयो
बुवामासँग कुराकानी गर्नुभयो। ओके ठिक छ राजी छौँ भन्नेतिर जानुभयो। र नि दोस्रो कुरा चाहिँ उहाँहरू राजी भइसकेपछि मगनीको पहिलो चरण पुरा गरेर मगनीको कार्यक्रममा आउनुभयो। अनि मलाई पनि बोलाउनु भएको थियो तर आउन सकिएन। अनि यो दोस्रो मगनीको कार्यक्रम पुरा गरेर उहाँले विवाहको निम्ति समय तोक्नुभयो। र मैले सुन्दै थिएँ हतार भइरहेको थिएँ है, अलिक ढिलो हुनुपर्ने तर हतार। अनि त्यस्तै आजको विवाह पनि हतार सिनियर पास्टरले भन्नुहुन्थ्यो भाइ हतारमा छौँ, अहिले हतार बच्चन पनि भन्नुहुन्थ्यो। अनि यो सुरुदेखि नै हतार भएको रहेछ। त्यही भएर आज हामी सबै कुरामा हतार छौँ। र यो अन्तमा हामी विवाह कार्यक्रममा प्रवेश गरिरहेका छौँ। आधिकारिक रूपमा अब यी श्रीमान श्रीमती हुन् भन्ने कुरो आज यो यहाँ उपस्थित यो होइन आफन्तहरू सबैजनाले आधिकारिक रूपमा साक्षी हुनको निम्ति हामी यहाँनिर छौँ। त्यसकारण परमेश्वरलाई धन्यवाद दिन्छौँ। उहाँहरूले कुरा गरेर आउनु परिवार बधाई पनि भन्न चाहन्छौँ। र हामीले विवाह विभिन्न धर्म संस्कृति अनुसार विभिन्न तरिकाले गर्छौँ। यो क्रिस्चियन विवाह हामी फरक तरिकाले गर्छौँ। र कहिलेकाहीँ यसो गफगानीहरू मात्रै हुन्छ हल्ला नगरिदिनु है। फेरि हल्ला गर्नुभयो भने म एकातिर भइरहेको हुन्छ, तपाईँहरू एकातिर हुनुहुन्छ होइन। यो चाहिँ विवाहमा हामीले विवाहमा वास्तवमा विवाह के हो र जिम्मेवारी के हो भन्ने कुराहरूलाई जोड दिन्छौँ। क्रिस्चियन विवाहमा चाहिँ कहिलेकाहीँ हामी खाना खाइसकेपछि हात धुन्छौँ, तर हात धुनुपर्ने चाहिँ बरु खाना खाइसकेपछि पुछेर फाल्दा हुन्छ, तर खानुभन्दा पहिला नै हात धुनुपर्ने हो। र कहिलेकाहीँ हाम्रो विवाह त्यस्तै हुन्छ। अनि जसको कारणले गर्दाखेरि विवाह पछि बिग्रिन जान्छ। त्यस कारणले हामी विवाहको वचनमा हामी जाँदैछौँ। खानुभन्दा पहिला हात धुन जाँदैछौँ। आज भाइहरू बहिनी विवाहको उहाँहरू विवाह बन्धनमा जोडिन जाँदै हुनुहुन्छ। अनि त्यसको निम्ति यो हामीले दिने सल्लाह पनि हो। र परमेश्वरको वचनले हामीलाई यो कुराहरू सिकाउँछ। यो क्रिस्चियन विधि र तरिका हो, यसमा हामी सबैजना सहमत हुनेछौँ। त्यस कारणले अनि यो विवाह भनेको एउटा परियोजना जस्तै हो होइन। विवाह तपाईँ र मैले सोचे जस्तो नहुन सक्छ। विभिन्न तरिकाले विभिन्न संस्कृति अनुसार विभिन्न होइन पारिवारिक उसमा मेल हुने कुराहरू, यसमा तपाईँ र मैले धेरै विचार गर्नुपर्ने हुन्छ। विवाहका आफ्नो परम्पराहरू छ, ती परम्पराहरूलाई हामीले कहिलेकाहीँ आत्मसात गर्नुपर्ने हुन्छ। त्यसकारण परमेश्वरको वचनले भन्छ पत्नी पाउनेले असल कुरा पाउँछ र त्यसले परमप्रभुबाट निघा प्राप्त गर्दछ। परमेश्वरको वचनले स्पष्टसँग हुन्छ पत्नी पाउनेले असल कुरा पाउँछ, त्यसले निघा प्राप्त गर्दछ। विवाह केटा र केटीको बिचमा हुने कुरा, यो परमेश्वरले नै बनाउनु भएको कुरा। विवाह परमेश्वरबाट सुरु भएको कुरा, यो मानिसले सुरु गरेको कुरा होइन, परमेश्वरले नै सुरु गर्नुभएको। कुनै धार्मिक विधिबाट हो, कति विधिहरू हामीले बनाएका छौँ, हामीले बनाएका होला, तर विवाह परमेश्वरबाट बनाउनु, जोडी परमेश्वरले बनाउनु भएको। र विवाह भनेको केटा र केटीको बिचमा हुने कुरा हो। केटीमा विवाह हुँदैन, केटामा पनि विवाह हुँदैन। बाइबलले त मान्यता दिँदैन। बाइबलले त्यसलाई सिधै पाप भन्छ, परमेश्वरको विरुद्धको काम भन्छ। त्यस कारणले गर्दा परमेश्वरले बनाउँदाखेरि केटा र केटी बनाउनु भयो। र आज भाइ र बहिनी विवाह बन्धनमा पर्नु हुन्छ। यदि उहाँ केटा हुनुहुन्थ्यो भने हामी स्वीकार गर्दैनथ्यौँ। आज धेरै मानव अधिकार के भन्छ अनि स्वीकार गरेका छन्। हाम्रै गाउँघरतिर पनि सुनिन्छ केटी विवाह गरेर केटा परमेश्वरको विरुद्धका कार्यहरू हुन्थ्यो। यो मान्ने हुँदैन, यो मान्ने हुँदैन, बाइबलले त्यो भन्दैन। त्यस कारणले गर्दाखेरि विवाह केटा र केटीको बिचमा हुने कुरा हो। र आज जुन परिवारमा जुन योजनामा जाँदै हुनुहुन्छ उनीहरूलाई हामी धन्यवाद दिनुपर्छ। त्यसकारण यो विवाहमा सम्बन्ध बाँध्न गइराखेका दुवै परिवारलाई हामी बधाई पनि दिन चाहन्छौँ। अनि दुवै परिवार सर्लाइदेखि दाङदेखि यो दुईटा परिवार मात्र जोडिएको छैन, अब हाम्रो एउटा ठुलो परिवार जोडिएको छ, ठुलो सम्बन्ध जोडिएको छ। त्यो परिवारसँगै हाम्रो
मण्डलीहरू अझै नजिकमा जोडिएका छन् ठुलो सर्लाहीदेखि दाङसम्म। त्यस कारणले गर्दाखेरि यो एउटा संस्था हो, विवाह एउटा संस्था पनि हो, विभिन्न तरिकाले हामीले जोडिरहेको छ। त्यस कारणले बाइबल परमेश्वरको वचनले हामीलाई स्पष्ट निर्देशन दिन्छ विवाह के हो भन्ने कुरालाई हामी बुझ्नुपर्ने हुन्छ। प्रिय परमेश्वरका जनहरू, हामी सबैजना प्रभुका सृष्टिहरू। विवाह परमेश्वरको योजना हो, यो परमेश्वरको दर्शन हो। मैले अघि नै भने यो परमेश्वरको दर्शन हो। कुनै व्यक्ति मानिस कुनै धर्मको विधिबाट सुरु गरिएको होइन, यो परमेश्वरको दर्शन हो। यो तपाईँ हामीले बुझ्नुपर्छ। परमेश्वरको दर्शन परमेश्वरले बनाउनु भएको विधि हो। त्यही भएर विवाहलाई तपाईँ र मैले एकदम हेरचाह गर्नुपर्छ, एकदम व्यवस्थित गर्नुपर्छ। विवाहलाई तपाईँ र मैले जसरी हुन्छ राम्रो बनाउने प्रयत्न गर्नुपर्छ। धेरैचोटि बनेको खोज्छौँ, हामीले धेरैचोटि बनेको खोज्छौँ, तर विवाहलाई बनाउँदै लैजाने। विवाह विश्वासमा सुरु गर्ने हो, ठिक छ? विवाह विश्वासमै सुरु गर्ने कुरा हो। अनि हामी मात्र छैनौँ। अनि यो हाम्रो हामी परमेश्वरको योजनामा एउटा अर्को परिवारसँग जोडिएका छौँ। एकअर्काको परिवारसँग तपाईँ र मैले एकअर्काको परिवारसँगको सम्बन्ध, एकअर्काको सँगको सम्बन्ध, विवाह गरिसकेपछि कतिचोटि ठ्याक्कै श्रीमान श्रीमती मात्रै भएर होइन, आफू मात्रै रमाइराखेको हुन्छ। तर परमेश्वरको वचन, परमेश्वरको योजना अनुसार विवाहमा सबैजना रमाउनुपर्छ, सबैजना खुसी हुनुपर्छ। दुईजना मात्रै रमाउनु हुँदैन, विवाहमा सबैजना खुसी हुनुपर्छ। अब यो संस्था सुरु भएको छ, उहाँहरूले एउटा संस्था सुरु गर्दै हुनुहुन्छ। उहाँहरूबाट धेरै फलहरू फल्नेछन्, आशा गरौँ। हाम्रो प्रार्थना प्रभुले भने जस्तै फल्दै फल्दै वृद्धि हुँदै जाओ भनेर प्रभुले बनाउनु भयो, त्यसरी नै हुनेछ। अनि त्यो संस्था उहाँले सुरु गर्दै हुनुहुन्छ। परमेश्वरको म एउटा पद पढ्नेछु, यो पढ्नै पर्ने हुन्छ। विवाहको सुरुवात यहाँनिर परमेश्वरको वचनमा लेखेको छ, यसै कारण परमेश्वरले मानिसलाई आफ्नो स्वरूपमा बनाउनु भयो। सुन्नुहोस् है, एकछिन यो बच्चाहरूलाई हल्ला गर्न नदिनुहोस्, एकछिन हल्ला गर्न नदिनुहोस् न है। अहिले हल्ला भइरहेको छ, के गरौँ भइरहेको छ। त्यसै पनि ढिलो भएर अलिक भइरहेछ। त्यस कारण यहाँ परमेश्वरको वचन हुन्छ, आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो र नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ र समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पृथ्वीका सबै जीवित प्राणीहरूमाथि समस्त अधिकार गर। हालेलुया। यो परमेश्वरले दिएको सबभन्दा सर्वश्रेष्ठ परमेश्वरले मानिस जातिले बनाउनु भएको अधिकार। अनि त्यसको निम्ति परमेश्वरले के भन्नुभयो? फल्दै फुल्दै वृद्धि हुँदै जाओ। परमेश्वरको योजना, परमेश्वरको दर्शन हो, परमेश्वरको त्यो होइन विचार हो। परमेश्वरले त्यसरी नै बनाउनु भएको छ। त्यही भएर यो विवाह परमेश्वरले सुरु गर्नुभएको, फल्दै फुल्दै वृद्धि हुँदै गर्नको निम्ति परमेश्वरले बनाउनु भएको। म अलिकति हतार जानकारी त्यस कारणले अनि विवाह परमेश्वरले नै सुरु गर्नुभएको, यसलाई हामीले अनि बुझिसकेका छौँ। त्यस कारण अनि मानिसले भने, अनि जब परमेश्वरले त भने परमेश्वरले स्त्रीलाई लिएर मानिसका राखिदिनु भयो। अनि त्यो मानिसले भने, यो त मेरो हातको हात र मासुको मासु, तिनलाई स्त्री बनिनेछ, किनभने तिनी पुरुषबाट निकालिएका थिइन्। सुन्दै हुनुहुन्छ? यसै कारण मानिसले आफ्ना आमा बाबुले छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुनेछन्। अब देखिएको छ आज यो दुई भाइ र बहिनीहरू उहाँहरूको बिचमा एउटै शरीरको रूपमा उहाँहरू हेर्दाखेरि हामीले दुईजना देखे तापनि परमेश्वरको वचनले उनीहरू एउटै शरीर हो। त्यस कारण श्रीमानले दुख्दा श्रीमतीले पनि दुख्नुपर्छ। कहिलेकाहीँ श्रीमानले श्रीमतीलाई चिछुर्ने, श्रीमतीले श्रीमानलाई चिछुर्ने गर्छ। यदि त्यसो हो र त्यसो गर्दैछौँ भने हामीले आफ्नो शरीर हामी आफै चिछुर्दैछौँ। किनभने बाइबलले त भन्छ श्रीमान श्रीमती एउटै शरीर हो। त्यस कारणले यो हामीले परमेश्वरको वचनले भन्छ, परमेश्वरले पुरुष र स्त्रीलाई रचना
रच्नुभयो एकअर्काको पूरक हुनुको लागि परमेश्वरले बनाउनु भएको एक हुनुको निम्ति बनाउनु परमेश्वरको रचना मानिसको होइन अनि फेरि परमेश्वरले भन्नुभयो मानिस एकको रहन असल छैन म त्यसको निम्ति त्यसलाई सुहाउने एकजना सहयोगी बनाउनेछु तिनी चाहिँ स्त्री हो जो आज भाइको सहयोगी रूपमा है भाइको सहयोगी रूपमा कहिलेकाहीँ सहयोगीले हामीले दासको रूपमा व्यवहार गर्छौँ हाम्रो कतिपय कल्चरहरू त्यो गर्छ होला विभिन्न संस्कृतिहरू पनि छन् हाम्रा र त्यतातिर जानु हुँदैन हामी परमेश्वरलाई विश्वास गरेका मानिसहरू अनि विवाह बन्धन होइन परमेश्वरले बनाएको विवाह बन्धन धेरैचोटि विवाह बन्धन हो भनेर भन्छ आज तपाईँ विवाह बन्धनमा बाँधेर जाँदै हुनुहुन्छ हो उहाँहरू दुवैजना बन्धनमा हुनुहुन्छ तर अरूको बन्धनमा उहाँहरू हुनुहुने छैन उहाँहरू दुवैजना आफ्ना आमा बुवाहरूबाट स्वतन्त्र हुनुहुनेछ हामीले यहाँ पनि अगाडि नै पढिहाल्यौँ हामी त्यो बुवामाबाट उहाँहरू स्वतन्त्र हुनुभएको छ अब उहाँले आफ्नो परिवार बनाउन जाँदै हुनुहुन्छ आफ्नो एउटा संस्था सुरु गर्न जाँदै हुनुहुन्छ त्यस कारणले उहाँ विवाहले त्यो अबको दिन अब बन्धनमा राखिराख्नु हुने छैन उहाँहरू दुवैजना एकसाथ भएर परिवार निर्माणमा उहाँ लाग्नुहुनेछ अनि परमेश्वरले बनाएर पुरुषलाई दिनुभयो तब पुरुषले स्त्रीलाई यसरी परिभाषित गरिन् यो त मेरै हाडको मासुको मासु मेरै हाडको मासुको रहेछ त्यस कारणले गर्दाखेरि श्रीमानले पनि के बुझ्नु पऱ्यो भने श्रीमती चाहिँ मेरै शरीर हो श्रीमतीले पनि बुझ्नु पऱ्यो श्रीमान चाहिँ मेरै शरीर हो जब हामी यहाँको आफ्नो अङ्ग अन्य तहसम्म समस्याहरू आउन सक्छ त्यसकारण अबदेखि आफै जिउने स्वतन्त्रता सदा सधैँ पनि त्यो परिवारभित्र उहाँहरू रहनुहुनेछ त्यही कारण अब म अन्तिममा तपाईँहरूलाई एउटा अलिकति छोटो केही उत्साह दिन चाहन्छु विवाहको सफलताको निम्ति हामीले गर्नुपर्ने हामी सबैको लागि है हामी सबैले निभाउनुपर्छ विवाहको सफलताको लागि केही कार्यहरू छन् तपाईँ र मैले त्यो गर्दै पर्ने हुन्छ किन विवाहहरू फेल भइरहेको छ किन आज विवाह गर्ने भोलि डिभोर्स हुने होइन 2 दिनका बच्चाहरू छोडेर जाने 13 दिनको बच्चा सुताएर भागेर हिँडिने किन किनकि विवाहको महत्त्व नबुझेको कारण उनीहरूमा परमेश्वरको प्रेम नहुँदा कति कुराहरू हुन सक्छन् विवाहलाई सफल बनाउनुको निम्ति हामीले के गर्ने पहिलो कुरो चाहिँ विवाह गर्नेहरूमा सबै कमजोरी हुन्छ भन्ने कुरा हामीले विचार गर्नुपर्ने हुन्छ सबैको कमजोरीहरू छ कोही सिद्ध छैन पुरानो कुराहरू लिएर बताएर अनि खालि पुरानो हुँदै गइसकेपछि सायद आज विवाह हुन गइरहेका भाइ बहिनीहरू होइन कहिलेकाहीँ यस्तो पनि सुनिन्छ 1 महिनासम्म एकदमै हजुर होइन अनि गाला जोड्ने कतै पनि छुटेर नहिँड्ने अनि 2 महिना हुन्छ अलि सिलाउँदै गयो भने बिस्तारै अलि टाढा 3 महिना हुन्छ टाढा अनि वर्ष दिन भइसक्दाखेरि चाहिँ पूर्ण रूपमा झाड बनाएर अनि उल्टो नाइन भनेर होइन फर्केर बसिरहेका हुन्छन् त्यस्तो खालको विवाह जसको कारणले गर्दाखेरि विवाहहरू बिग्रेको हुँदैछ र अर्को कुरा चाहिँ हामी सबैको विगतको इतिहासहरू छ विगतका इतिहासहरू छ त्यसलाई पत्ताउने काम गर्नु हुँदैन त्यसलाई सम्झना गर्ने काम पनि गर्नुपर्छ एकअर्काको इतिहासलाई नपत्ताइदिने एकअर्काको अनि पुरानो इतिहासलाई नसम्झिदिने मैले सोच्दै थिएँ एकजना भाइले विवाह गर्नुभएछ विवाह गरिसकेपछि श्रीमती घरिघरि टोइलेट जाँदो रहेछ बनाउँदो रहेछ टोइलेटतिर भाग्दो रहेछ किन भन्दाखेरि उसँग विवाह गरिसकेपछि अर्को पनि रहेछ 1 वर्ष पछाडि थाहा भयो अनि त्यो त अर्कोसँग पनि कुरा गर्दै रहेछ उसले आफ्नो विगतलाई बिर्सिनै सकेन अनि पछि नै भयो अब 2 जना एक लाग्यो हेर्नुहोस् त विगतलाई बिर्सिनुपर्छ र विगतलाई पत्ताउनु हुँदैन त्यो दुवैतिर होइन तिमी त यस्तो थियो नि तिमीले यस्तो गरेको होइन र मैले यो देखेको होइन र यतातिर गएँ भने तपाईँ र मेरो विवाह सफल हुन सक्दैन त्यसलाई बिर्सिनुपर्छ त्यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ भएको छ भन्छ प्रभुको वचनले अनि नयाँ तरिकाले सुरुवात गर्नुपर्छ अर्को कुरा चाहिँ हरेक विवाहको आफ्नै चुनौतीहरू छन् आफ्नै चुनौतीहरू छन् त्यो चुनौती तपाईँ र मैले सामना गर्नुपर्छ भन्ने कुरा सधैँभरि तपाईँ र मसँग सबै कुरा हुन्छ भन्ने होइन हुन्छ भन्ने कुरा होइन
भोलि बिहान के आउने थाहा छैन कसैलाई पनि। मैले एकजना यस्तो भाइले भेटाएँ, 2-3टा बच्चाहरू लिएर हिँड्नुहुन्छ बिचरा। उहाँले पहिला उहाँसँग धन सम्पत्ति थियो, विवाह गर्यो, रमाउँदै हिँड्यो। जब धन सम्पत्ति सिद्धियो पछि केही गर्छु भन्दा सिद्धियो अनि मृत्यु भयो। लास्टमा उसले तँसँग गर्दैन भनेर छोडेर हिँडिदियो। विवाहमा चुनौती छ, मैले त्यसलाई सहनेछु र म त्योसँग सामना गर्नेछु भन्ने कुरो तपाईँले मैले अहिलेदेखि नै पेस गर्नुपर्नेछ। श्रीमान र श्रीमतीले चिन्ने भनेको श्रीमानको अभावमा श्रीमती कस्तो छ भन्ने कुरो चिन्ने हो। अभाव हुँदा, रक्ति कमी हुँदा, गरिबीमा आउँदाखेरि पनि श्रीमानसँगको सम्बन्ध त्यत्तिकै राम्रो भइरहेको, त्यत्तिकै माया गर्न सिक्नुपर्छ। आजको माया त्यो दिन पनि हुनुपर्छ। श्रीमतीले चिन्ने भनेको श्रीमानले चिन्ने भनेको श्रीमती बिरामी हुँदाखेरि श्रीमानको वास्ता फिक्री कस्तो छ भन्ने कुरो श्रीमानले वास्ता गर्ने कुरा। यो चाहिँ हामीले वास्ता गर्न सकेनौँ भने अनि भोलि श्रीमतीको चित्तहरू। त्यही भएको कारण हामीले यस्ता कुराहरू यो चुनौती फेस गर्नको निम्ति हामी तयार हुनुपर्छ। अरू कुरो चाहिँ प्रत्येक विवाहमा अनि प्रत्येक विवाहको स्वभावताको विभिन्न स्तरहरू छन्। आफ्नो विवाहलाई अरूसँग तपाईँ र मैले तुलना गर्नु हुँदैन। धेरैचोटि तुलना गर्छ। हजुरको श्रीमान त यस्तो भइसक्यो, कहाँ पुगिसक्यो, अमेरिकाको कहाँ पुगिसक्यो, यति कमाइसक्यो, तपाईँ काम छैन, अब तपाईँलाई छोडिदिन्छु, यो गरिदिन्छु होइन। अनि फलाना श्रीमती कति राम्रो, यस्तो छ उस्तो छ होइन। कहिलेकाहीँ हामी यतातिर जान्छौँ अनि त्यसपछि आफ्नो श्रीमतीलाई राम्रो बनाउने जिम्मेवारी हाम्रै हो। त्यो श्रीमतीलाई कस्तो बनाउने भन्ने कुरो श्रीमानकै हातमा हुन्छ। आफ्नो श्रीमानलाई कसरी उत्साह दिने, कसरी होइन उसलाई त्यो स्तरमा सहायता गर्ने, सहयोगको भूमिका खेल्ने, बिजनेसमा अगाडि बढाउने हो कि सेवाकाईमा अगाडि बढाउने, केमा लैजाने भन्ने कुरो श्रीमतीको हातमा ठुलो महत्त्वपूर्ण भूमिका रहन्छ। घर कस्तो बनाउने श्रीमतीकै हातमा हुन्छ। श्रीमानले लिएर खानु दिन्छ, श्रीमतीले चाहिँ म्यानेजमेन्ट गर्ने। आज धेरै घरहरू दानु भएका छन्। त्यो कुरा हामीले बुझ्नुपर्ने छ। त्यो कुरा हामीले बुझेनौँ भने तपाईँ र मैले सामना गर्नुपर्ने कुराहरू धेरै छन्। त्यस कारणले गर्दाखेरि यो कुरालाई हामीले बुझ्नुपर्ने हुन्छ होइन। चोट दिने बाहिरका हुँदैनन्, भित्रैका हुन्छ है। यस्ता कुराहरूमा भित्री सम्बन्ध राम्रो भएन भने, परिवारभित्रको सम्बन्ध भएन भने बाहिरबाटको हुँदैन। धेरै चोट दिने भित्रैबाट हुन्छ, किनभने भित्रैकाहरूलाई थाहा छ आन्तरिक कुराहरू। बाहिरबाट आउने समस्याहरू त हिँड्दा ठेस लागेको मात्रै हो, कहिलेकाहीँ ठोक्किने मात्रै हो। बाहिरबाट आउने समस्या र बाहिरबाट जुझाउने भनेको, तर समस्या भित्रैबाट हुन्छ। यो कुरालाई पनि हामीले बुझ्नुपर्ने हुन्छ। र विरोध भनेको तपाईँ र म अब म युद्धमा जाँदैछु है होइन, म तयारी हुनुपर्छ भन्ने कुरा, सोच गर्ने कुरा। त्यसलाई जित्नको निम्ति तपाईँ र मैले पहिला परिवारमा प्रार्थनाको जीवन तपाईँहरूको जिउनुपर्ने हुन्छ होइन। तपाईँ र म चाहिँ क्षमा दिने र लिने हुन सक्नुपर्छ। अनि तपाईँ र मेरो चाहिँ तपाईँ र मेरो चाहिँ तेस्रो पक्षको प्रभावमा पर्नु हुँदैन। तेस्रो पक्ष भनेको को? श्रीमान श्रीमती, परमेश्वर, त्यसपछि तेस्रो पक्ष को हुनसक्छ? यहाँनिर परमेश्वरको वचनले हामीलाई स्पष्ट रूपमा भनेको छ। हामीले वचन सुन्नै पर्छ है। म तपाईँको विषय पढ्नेछु नयाँ नियममा। एकछिन हल्ला नगरिदिनुहोस् है, हल्ला नगरिदिनुहोस्। ध्यान दिएको छ, ती अब दुई होइनन् तर एउटै शरीर हुन्। यसकारण परमेश्वरले त्यसलाई एकसाथ जोड्नु भएको छ। त्यसलाई कुनै मानिसले नछुटाओस्। अधिकार यहाँनिर बुवाआमाको पनि छैन। छोड्दै छोरा जुत्ता भए खुट्टा भए जुत्ता जति पनि पाउँछ। कहिलेकाहीँ हामी यो शब्द धेरै सुन्ने गरिराखेको शब्द हो। यो अधिकार त मेरो मलाई छैन, आमा बुवालाई पनि छैन, कसैलाई छैन। यो बिचमा परमेश्वर मात्रै हुनुपर्छ। परमेश्वर जब बिचमा हुनुहुन्छ उनीहरूको बिग्रेको सम्बन्धलाई पनि त्यसले निर्माण गर्ने। यहीँनिर मलाई अलिकति दुःख लाग्छ। धेरैचोटि यो खाटाखुटुक पऱ्यो भने मेरो छोरीले पाइहाल्छ नि, मेरो छोराले पाइहाल्छ नि, छोडिदिए यस्तो उस्तो भनेर त्यहाँनिर अब सुरु हुन थाल्छ। त्यसपछि तपाईँले मेरो छोराछोरीको घरबार बिग्रेको हामी कतै पाउँदैनौँ। रिसको झोकमा के भनी पठाउँछौँ। हामीले यो गर्नु हुँदैन। परमेश्वरको
वचनले भन्छ त्यो बिचमा परमेश्वर बाहेक अरू कोही पनि भित्र आउने अधिकार छैन। तपाईँले मैले रिसाउने प्रयास गर्नुपर्छ, तपाईँले मैले रिसाउने पर्दैन। अनि कतिचोटि तपाईँले मेरो कन्सियसपनाहरू होइन, कति ठाउँमा गाह्रो छ, जिद्दीपना कन्सियसपना है, कति कुराहरू छर्नुपर्ने कुराहरू नछर्दाखेरि उम्रिँदैन, थाहा छ तपाईँले म होइन। यस्ता कुराहरूले गर्दाखेरि मुठी खोल्नु नसक्छ, कहिलेकाहीँ झगडाहरू आउँछन् त्यस्ता कुराहरू। श्रीमतीले प्रशंसा दिनुपर्छ, प्रार्थना गर्नुपर्छ पास्टरको निम्ति, अगुवाहरूको निम्ति भन्ने, श्रीमानले मैले पसिना बगाएर ल्याउने त्यही चाहिँ यसरी बाँड्ने होइन, अनि सुरु भइहाल्छ। कन्सियसपना कतिचोटि धेरैको परिवारमा यस्तो कुराहरू देखिन्छ। तपाईँहरूले हेर्नुभयो होला, मैले एउटा फेसबुकमा हेर्दै थिएँ, उताबाट अनि फनाउँछ केटालाई, अनि फनाइसकेपछि अनि केटाले भन्छ हजुर भाइ छैन त मसँग पैसै छैन, 50,000 दिनुहोस् न भन्छ उताबाट। होइन मसँग छँदै छैन दाइ भन्छ। अनि त्यहाँ श्रीमतीले के भन्छ, भन्छ। अनि एकछिनपछि फोन राख्ने होला, हुन्छ दाजु ल चाहिँ खान फेरि भेट होला है भनेर ठक्क राखिदिन्छ। ए मेरो दाइ मसँग 50,000 मैले राखेको छु, अनि त्यो अहिले निकालेर दिनु, मेरो दाइले सहायता गर्नुहोस्। आफ्नो मात्रै आफन्तलाई मात्रै यदि श्रीमान र श्रीमतीको बिचमा राम्रो बनाउनु छ भने श्रीमतीको आफन्तलाई श्रीमानले रिझाउन सक्नुपर्छ, श्रीमानको आफन्तलाई श्रीमतीले रिझाउन सक्नुपर्छ, अनि मात्रै त्यो घरको सम्बन्ध त्यो परिवार बन्दै जान्छ। हालेलुया। यो चाहिँ तपाईँहरू मैले विचार गर्नुपर्ने कुराहरू रहेछ। अनि परमेश्वर वचनले हामीलाई त्यसरी भन्छ। त्यही भएर यदि परमेश्वरको प्रेम त्यहाँ छैन भने हामीलाई गाह्रो हुन्छ। जहाँ परमेश्वरको प्रेम छैन त्यहाँ चाहिँ पाप धेरै हुन्छ, जहाँ परमेश्वरको प्रेम छ त्यहाँ चाहिँ पापको कमी हुन्छ। यो बाइबलले भनेको, मैले भनेको होइन, धेरै योहरू छन् मैले पढ्दैन, यो चाहिँ यो पद चाहिँ म पढ्छु। यहाँनिर परमेश्वरको वचनले छ प्रेम घटी हुँदैन, प्रेम हीन हुँदैन, प्रेम आफ्नै कुरामा जिद्दी गर्दैन, अनि झर्को मान्दैन र खराबीको हिसाब राख्दैन भन्छ परमेश्वरको वचन। प्रेमले चाहिँ पनि विजय हासिल गर्छ। विजय जित्नु छ भने तपाईँहरू मैले जित्ने चाहिँ प्रेमले नै हो। तपाईँहरू मैले ढाकढोल लगाएर जित्न सक्दैनौँ। तपाईँहरू मैले बहस गरेर कसैलाई जित्न खोज्छौँ भने त्यो चाहिँ हामी गलत गरिरहेको हुन्छ। त्यसकारण श्रीमतीलाई मायाको अभाव र श्रीमतीलाई आदरको अभाव भन्छन्, त्यसमा तपाईँहरूले बुझ्नुपर्ने हुन्छ। अनि कतिचोटि यो कुरा नबुझ्दाखेरि पनि श्रीमानलाई पनि आफैले जस्तो सम्झिने, छोरालाई जस्तो सम्झिने, श्रीमानले पनि होइन माया प्रेम वास्ता नगर्दाखेरि श्रीमतीको चिन्तन कति कुराहरू यस्ता कुराहरू छन् जुन कुराले तपाईँ र मेरो सम्बन्धलाई बिगारेर जान्छ भने सफलतामा त्यसले बाधा दिन सक्छ। त्यही कुराहरू तपाईँहरूले बुझ्नुपर्छ। र अर्को कुरो चाहिँ कतिचोटि यो झुट बोल्ने कुरा हो। किन मैले भने खना भने भाग्ने होइन, कहिलेकाहीँ त्यो मैले यस्तो पनि देखेँ, कुनै श्रीमतीको लामो हात पनि हुँदो रहेछ, कुनै श्रीमतीको दुईवटा मुख पनि हुँदो रहेछ। मुख त एउटै हुन्छ भन्छ तर दुईवटा पनि हुँदो रहेछ। अर्कोसँग बोल्ने मुख एउटा, अर्कोसँग बोल्ने मुख एउटा, अनि नम्बर पनि दुईवटा हुन्छ अरे, अर्कोसँग बोल्ने नम्बर र अर्कोसँग बोल्ने नम्बर। बिजनेसम्यानहरूको त हुन्छ भन्ने सुनेको थिएँ, परिवारको लागि छुट्टै, बाहिर बिजनेसको लागि छुट्टै हुन्छ भन्ने सुनेको थिएँ। तर आजभोलि चाहिँ यस्तो नम्बर पनि पाइन्छ, यस्तो मुखहरू पनि पाइन्छ, यसमा पनि हामीले इतिहास र म त आइसकेको छु। आफ्नो विवाहलाई विजय राख्नको निम्ति तपाईँ र मैले लड्नै पर्छ। तपाईँ र म चाहिँ हुनै पर्ने हुन्छ, तपाईँ र मैले सहनै पर्ने हुन्छ, तपाईँ र मबाट अविश्वासलाई हटाउनु पर्ने हुन्छ, तपाईँ र म विश्वासमा अगाडि बढ्नुपर्ने हुन्छ। तपाईँ र मेरो अविश्वासको कारणले गर्दाखेरि युद्ध धेरैचोटि हारेका छन्। जित्ने युद्ध पनि हार्नुको कारण चाहिँ विश्वासको कमी। परमेश्वरमा भरोसा नगर्नु, एकअर्कालाई शङ्का गरिराख्नु, कति कुराहरू छ। त्यस कारण कुनै सिद्ध विवाद छैन। हामी सबै त्यस्तै छौँ। हामी कुनै शुद्ध छैन, परमेश्वरबाट सिद्ध कोही पनि छैन। हामी असिद्ध छौँ अनि हामी आफूले आफूलाई बनाउँदै लैजाने हो। त्यसकारण विवाहलाई लापरवाही गर्नु हुँदैन। अनि अर्को कुरा चाहिँ
परमेश्वरले तपाईँ र मैले चाहेको जस्तो पूर्ण व्यक्ति तपाईँ र मलाई दिनुभएको छैन। तपाईँ र मैले बनाउँदै लैजानुपर्छ है। मन्दिरमा आएको छु, बनाउँदै लैजानुपर्छ। एकजना पास्टरले भन्नुभयो पहिला म केटी चाहियो भाइ भनेर फोन गर्नुभएको हुन्छ त आउनुहोस् थुप्रै छन् बहिनीहरू भने। अनि पछि गएर उहाँले हुन्छ भाइ मैले भने भाइले पठाइदिनुहोस् भन्नुभयो। उहाँले भने भाइले हो कि तपाईँले हो दाइ भने। अनि उहाँले भने होइन मेरो छोरालाई हो, भाइले चाहिँ हो, तपाईँको भाइ छोरालाई हो। अनि छोराले हेर्ने कि तपाईँले हेर्ने? होइन पहिला त मैले हेर्नु पऱ्यो नि। त्यस्तो त चल्दैन नै भने मैले सिधै चल्दैन नै, जसले लैजाने त्यसलाई पठाउनुहोस् उसैले हेर्छ भनिदिएँ मैले। अनि पछि धेरै पछाडि फेरि त्यहाँबाट सम्पर्क पछि अस्ति भर्खर फर्केर के भन्छ भाइ छैनन् दाइ तपाईँलाई त छैनन् मैले आएँ भने तपाईँलाई छैन किनभने विवाह तपाईँको होइन। धेरैचोटि हामीले सबै कुरा बनेको आफ्नै मन परेको हामी खोज्छौँ, तर तपाईँ र मलाई परमेश्वरले बनाउने भाग राखिदिनु भएको छ। कति परमेश्वरले दिएका वरदानहरू छन्, भागहरू छन्, कति बनाउँछन् भने कति तपाईँ र मलाई लगेर बनाउनु पर्ने हुन्छ र बन्देज जानुपर्ने पनि हुन्छ। कारण यी सबै जोखिमबाट हामी अगाडि विवाहलाई सफल पार्नुपर्ने हुन्छ। कति कुराहरू छन्, यी कुराहरूमा तपाईँ र मैले विचार राख्छु। अनि यो विवाह सम्झौता होइन है, यो चाहिँ करार र सम्झौतामा फरक छ। विवाह करार सम्झौता तोडिन सक्छ तर आफूले पनि तोडिँदैन। यो कुरालाई पनि हामीले बुझ्नुपर्छ। र अन्तमा हरेक विवाहमा मूल्य चुकाउनुपर्छ। विवाह एउटा बैंक खाता जस्तै हो रहेछ। तपाईँ र मैले जे राख्यौँ, जति राख्यौँ त्यो चाहिँ जम्मा भइराखेको छ। तपाईँ र मैले के राख्दैछौँ, अब के राख्ने? नानीले आफ्नो परिवारमा के कुरा राख्ने र भाइले आफ्नो होइन माइतीमा आफ्नो परिवारमा के जे कुरा रोक्छौँ त्यसैको फल हामीले कतनी गर्ने हो। त्यो कुरालाई तपाईँ मैले बुझ्नुपर्छ। अनि तपाईँ र मेरो लुगा कस्तो लगाउँछ, घर कत्रो छ, ब्याङ्क ब्यालेन्स कति छ, त्योसँग महत्त्वपूर्ण हुँदैन। तर यी सबै कुरा महत्त्वपूर्ण हुने छैन। तर तपाईँ र मैले अब आउने पुस्ता, तपाईँ र मेरो भाइ बहिनी, तपाईँ र मैले अब आज विवाह भएको भाइ बहिनीले जन्माएका छोराछोरीलाई के छोड्दैछौँ, के सिकाउँदैछौँ, त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यो चाहिँ महत्त्वपूर्ण। त्यसरी विवाह भएको खाता जस्तै हो। र समस्याहरू कहिले हट्दैन, जति भयो भने हट्दैन। त किस्तामा आइरहेको छ होइन। तपाईँ र मैले किस्ता महिनामा तिरिराख्नुपर्छ। त्यो समस्या पनि किस्तामा आइरहेको छ है, किस्तामा आइरहेको छ। कहिलेकाहीँ तपाईँ र मैले मनाउने उत्सव भनेको त त्यो बोनस जस्तै हो। कहिलेकाहीँ वर्षमा एकचोटि यति बोनस दिन्छ, त्यही पनि आँखा भयो भने मात्रै बाँडिदिन्छ। सुख भनेको त्यस्तै हो परिवारमा, विवाहमा। त्यसकारण तपाईँ र मैले यो कुरालाई विचार गर्दै आज परमेश्वरलाई छन्, परमेश्वरले दिनुभएको यो जोडीलाई प्रभुले आशीष दिनुभएको होस्। मैले अघि नै भने चोट दिनेहरू आफ्नै भित्रै हुन्छन्, तर बाहिरबाट आउने चोटहरू त हृदय ठेस लागेर लड्ने मात्रै हो। उठ्न सकिन्छ, त्यसो अर्कोचोटि ठोकिँदैन। तर भित्र भएको चोटहरू, ढुङ्गाभित्र भएको जुत्ताभित्र भएको ढुङ्गाले चाहिँ सधैँ घोचिरहेको छ। त्यसले चाहिँ तपाईँले मैले विचार गर्नुपर्छ। त्यसकारण प्रभुलाई धन्यवाद भएको होस्। यी समस्याहरूबाट जुत्दै अगाडि बढ्नु हुनेछ, प्रगति गर्नु हुनेछ, परमेश्वरको आशीष भेटाउनु हुनेछ, फल्दै फल्दै बिल्दै हुँदै जानुहुनेछ भन्ने नानीहरू पिता र बाबु सुभाषलाई र दुवै परिवारलाई, हाम्रो कसरी परिवार हुनुहुन्छ दुवैतिर आशा गर्छौँ परमेश्वरले तपाईँलाई विशेष आशीष दिनुभएको होस् भन्दै यो छोटो वचन विश्वलाई म यही राख्न चाहन्छु। हुन्छ, परमेश्वरलाई धन्यवाद भएको होस्। अलिकति माग्ने अलिकति हाम्रो साइड पनि हस्, धन्यवाद। हामी तालिमलाई धन्यवाद दिनेछौँ। रमाइलो भइरहेछ। एकछिन यतातिर ध्यान दिनु होला। यतातिरबाट अलि यो हाम्रो दुलाभन्दा पनि दुलै साइडबाट हामी चर्केर बोलिरहेको छौँ। अलिकति कम गरिदिनु होला साउन्डलाई। हुन्छ, हामी प्रभुलाई धन्यवाद दिन्छौँ। हामी बिहाको कार्यक्रममा छौँ र कहिले कहिले यो
उहाँले आफ्नो विवाहको दिनलाई सम्झिने हुनुहुन्छ होला। मैले यसरी गरेका थिएँ, भएको थियो मेरो पनि। कतिजनाले रिग्रेट पनि लाग्यो होला, म त भागेर गएँ, राम्रोसँग जानु पर्ने थियो, भागेर म त बिहाइ कस्तो थाहै पाइनँ भन्नु भयो होला होइन। अनि र यस्तै उमेरको अब बिहा गर्ने उमेरको लागि चाहिँ अब कहिले बिहा गर्ने होला भन्ने पनि भयो होला होइन मेरो पालो। अनि भर्खरै साना नानीहरू चाहिँ हामी ठुल्ठुलो दाइ जस्तो कहिले बन्ने होला, दिदी जस्तै कहिले बन्ने होला, त्यो लामो लाउने कहिले बन्ने होला है, कोट लाउने कहिले बन्ने होला भन्ने पनि भयो होला। र विवाहमा चाहिँ परिचय रमाइलो बढी हामीहरू इन्टेन्सनमा हुन्छौँ र खानेकुरामा पनि बढी आज के खाने होला के पायो होला भन्ने पनि बढी हुन्छौँ। र ढिलो नगरेर हाम्रो मुड सबैजनातिर गइराखेको छ। म यो समय अब विवाह करारको निम्ति हामी अगाडि बढ्न गइरहेको छौँ, जुन चाहिँ आजको निम्ति असाध्यै महत्त्वपूर्ण भाग हो। र उहाँ एकअर्कालाई विवाह गर्दै हुनुहुन्छ र आफ्नो जीवन सुरु गर्दै हुनुहुन्छ। यो समय एकछिन है यो पछाडि नै हल्ला भइरहेको छ, पानी दिँदै हुनुहुन्छ, तपाईँहरूले पानी पुग्नुहोस्, तपाईँहरूलाई दिनुहुन्छ है। ल म गइरहेको छु, तपाईँहरू हल्ला गरिराख्नुहोस्। ल म हात्ती बोल्छु, हुन्छ। यो समय प्रार्थना गरिदिनुको लागि, यो करारको निम्ति प्रार्थना गरिदिनुको लागि हाम्रो आदरणीय पास्टर खिमङ्गलाई म अगाडि बोलाउन चाहन्छु। उहाँले करारको निम्ति प्रार्थना गर्नुहुन्छ, त्यसपछि हामी करारको भाग हुन्छ। अब हामी चालु गरेर मलाई स्वागत धन्यवाद। जय मसी साथै नमस्कार हुन्छ। हामी प्रार्थना गर्दैछौँ यो करारको लागि। सर्वशक्तिमान जीवित दयालु पिता परमेश्वर तपाईँलाई व्यक्तिगत धन्यवाद दिन्छौँ। विशेष आज करारको कार्यक्रम हुनेछ, आफ्नो सम्मति जो हुँदै हुन्छ उहाँले गर्नुभएको भाषा प्रतिज्ञाको सफल हो त्यो दिनको लागि आफ्नो छोरासँग भएर तपाईँ सहायता गर्नु। आजको करार भाषा तपाईँसँग बसेर तपाईँसँगको चरणमा आएर गरिने कुरा त्यो अन्तसम्म रहिरहन सकोस् भन्ने व्यक्ति बाहुले आफ्नो छोरासँग भइकन यो सबै कुराहरूलाई तपाईँ सहायता कृपा अनुग्रह गर्नु भन्ने व्यक्ति प्राप्त गर्दै आशिष उद्धारकर्ता मुक्तिदाता येशूको नाममा ल हुन्छ। हामीलाई धन्यवाद। अब म फटाफट गइहाल्छु। हाम्रो अति आदरणीय पास्टर गुरुमा यहाँनिर हुनुहुन्छ र धेरै लामो यात्रा गरेर आउनुभएको छ। हाम्रो रेभरेन्ड पास्टर सलोमन गुरु, उहाँलाई म अगाडि बढाउन चाहन्छु। अनुसार कार्यक्रम गर्नेछु र आजको विवाहको कुरा चाहिँ उहाँले मागिनुहुन्छ। यहाँ उपस्थित यस सभामा अर्थात् हाम्रो विवाहमा आउनुभएका दुलहा र दुलहीका सबै उपस्थित परिवारलाई महानुभावहरूलाई मेरो हृदयदेखि ख्रिस्टियन अभिवादन र नमस्कार भन्न चाहन्छु। र अब हामीले वचनको भाग सुनिसकेका छौँ र म चाहिँ केही छिनमै आजदेखि हाम्रो भाइ र बहिनी पति पत्नीको रूपमा जोडा करार बाँध्नको लागि मलाई मौका मिलेको छ। आफ्ना चर्चको विधि विधानहरू हुन्छन् होला। हामी सुर्खेतमा दुलहीको तर्फबाट विवाह दिने, करार बाँध्ने, दुलहाको तर्फबाट प्रवचन गर्ने यस्तो बानी पार्दै आएका छौँ। र आज यहाँको यो करार बाँध्ने अस्थानीय पास्टरले गर्दा अति राम्रो हो, तरै पनि मलाई यो मौका मिलेको छ। म यस विवाहमा आउन सकेको लागि, मौका पाएको लागि हाम्रो आदरणीय मित्र बाबुराम छेत्री र हाम्रो लोकबहादुर विश्वकर्मजीलाई मौका दिनुभएको लागि बजार चर्चका पास्टरजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र म सर्वप्रथम यस कार्यक्रममा अगाडि जानुभन्दा पहिला दुलहीको मातापितालाई म उपस्थित अगाडि बोलाउन चाहन्छु कि मेरो
छोरीको विवाह गरिदिनुहोस् भन्नको निम्ति उहाँहरूको अनुमति माग्न चाहन्छु। हाम्रो लोकबहादुर विश्वकर्मजी र उहाँको धर्मपत्रमा अगाडि बढाउन चाहन्छु। सुमित्रालाई हाम्रो सुभाष छेत्रीसँग विवाह गराइदिनुहोस् भन्न अनुमति चाहन्छु। के तपाईँ तयार हुनुहुन्छ? दुईटै हात उठाउनुहोस्। धन्यवाद। ताली बजा। चाहन्छु दोस्रो चरणमा दुला र दुलैले जनती तथा मण्डलीका सम्पूर्ण सदस्य अथवा यहाँ उपस्थिति सबै आफन्तहरूको सामनेमा करार बाँध्न चाहन्छु। तेस्रो चरणमा दुलाले दुलैसँग हात समातेर करार बाँध्नेछन् र दुलैले दुलासँग आफ्नो करार बाँध्नेछन्। दुई परिवार, दुई व्यक्ति, दुईवटा मण्डली अथवा दुईवटा चर्चको एउटा सम्बन्ध जोडिँदैछ। यो चाहिँ वैविहार सम्बन्ध जोडिँदैछ र यसलाई हामी आज एउटा घर निर्माण कार्यमा अन्तिम घरको छानो छाएर यसको उद्घाटन गर्न गइरहेका छौँ। विवाहलाई चाहिँ एउटा घर पनि मानिएको छ। तपाईले आफूमाथि पवित्र अठोट र पवित्र शपथ ग्रहण र अनन्त जिम्मेवारी लिन लाग्नु भएको छ। तपाईले छान्नुभएकी स्त्री अब तपाईकी जीवनकी अर्धाङ्गिनी र तपाईको सम्पत्तिको साझे हकदार तपाईले तपाईकी घरकी रानी बन्न लागेकी छिन्। तपाईको निम्ति भएको तिनको प्रेम प्रदर्शन तिनले यसरी गरेकी छिन्। तपाईसँग जीवनका आनन्द र दुःखहरू बाँड्नका लागि तिनले आफ्ना माइतीका माया र साथी सङ्गीहरूका मित्रताहरूलाई पर सारेकी छिन्। अब तिनी तपाईसँग रहनेछिन् र तपाईँको निमित्तै तिनी जिउने छिन्। यसै गरिकन अस्मिता तपाईँले पनि गहन जिम्मेवारी वहन गर्नुपर्नेछ। जसले तपाईँसँग विवाह गर्न लागेका छन् उनले कष्टको समयमा तपाईँको सन्तानको अपेक्षा गर्नेछन्। तपाईँको मुस्कान उनको अति चम्किलो दिन हुनुपर्नेछ। तपाईँको स्वर उनको अति स्वादिष्ट सङ्गीत, तपाईँको परिश्रम उनको सबैभन्दा ठुलो सम्पत्ति, तपाईँको जगेर्ना उनको कारिन्दापन, तपाईँका ओठहरू उनको विश्वासयोग्य सल्लाहकार र तपाईँका प्रार्थनाहरू स्वर्गका न्यायालयमा उनको अति सक्षम वकिल हुनेछन्। अब दुलाले यहाँ लेखिएका कुरामाथि समर्थन जनाउनु सक्नुपर्नेछ। हुन्छ या हुन्न भन्नुपर्नेछ र दुवैजनाले त आफ्नी विवाहित पत्नी हुनका लागि दिन तयार हुनुहुन्छ। के तपाईँले यिनलाई प्रेम गर्नुहुनेछ, सान्त्वना दिनुहुनेछ, आदर गर्नुहुनेछ, रोग र स्वास्थ्यतामा हेरचाह गर्नुहुनेछ र अरू सबैलाई त्यागी तपाईँहरू दुवै बाकुन्जेलसम्म यिनको मात्र हेरचाह गर्नुहुनेछ? गर्नेछु। ताली बजाऊ। अस्मिता नानीलाई पनि जिउनको लागि लिन तयार हुनुहुन्छ? के तपाईँले सान्त्वना दिनुहुनेछ, आदर गर्नुहुनेछ, रोग र स्वास्थ्यतामा हेरचाह गर्नुहुनेछ र अरू सबैलाई त्यागी तपाईँहरू दुवै बाकुन्जेलसम्म यिनको मात्र हेरचाह गर्नुहुनेछ? गर्नुहुन्छ। ताली बजा। अब तपाईँले यता हेर्नुपर्छ, सिधा मुख बिजार हेर्नुपर्छ।
पछि तपाईँहरूको केही कुरा हुने बेलामा हामीले आम्ने सामने म सुभाष छेत्रीले आजको मितिदेखि उसो मेरो विवाहित पत्नी हुनको लागि लिन्छु। मेरो विवाहित पत्नी हुनको लागि लिन्छु। यस दिनदेखि उसो असलको निमित्त खराबको निमित्त धनमा रोगमा स्वास्थ्यता अस्वास्थ्यतामा आफूसँग राख्नेछु र हेरचाह गर्नेछु। मृत्युले नछुटाएसम्म प्रेम गर्नेछु। मेरो प्रेमको प्रतिज्ञा दिन्छु। परमेश्वरको पवित्र विधि अनुसार यसो गर्नेछु। फेरि समात्नु असमिताले आफ्नो विवाहित पति हुनको लागि लिन्छु। यस दिनदेखि उसो असलको निमित्त खराबको निमित्त धनमा गरिबीमा प्रेम गर्नेछु र प्रसन्न हुनेछु। र त्यस बेलासम्म म तपाईँलाई मेरो प्रेमको प्रतिज्ञा दिन्छु। परमेश्वरको पवित्र विधि अनुसार यसो गर्नेछु। ताली बजाउँ जोरदार। म हाम्रो पास्टरजीलाई अगाडि बनाउन चाहन्छु। अगाडि नआइदिनुलाई श्रीमान श्रीमतीको रूपमा म घोषणा गर्दछु। म सुभाष छेत्रीले तपाईँ अस्मिता विश्वकर्मालाई यस धनद्वारा भौतिक सम्पत्तिद्वारा तन मन धनले प्रेम गर्दै आफ्नो विवाहित पत्नी स्वीकार्दछु। आजको मितिदेखि उसो सारा हृदय आफ्नो विवाहित पति स्वीकार्दै भौतिक कुराले पनि आमेन। ताली बजाऊ। अब तपाईँले लगाइदिनु अब तपाईँले अनि परमेश्वर पिता पुत्र पवित्र आत्माको नाममा यस विवाहलाई हामी तपाईँ ल अगाडि नआइदिनु होला है। दिन चाहन्छु आफ्ना पतिलाई पत्नीले आफ्नो शरीरमाथि अधिकार राख्दैन तर उनकी पत्नीले राख्छ। फेरि म दोहोऱ्याउन चाहन्छु पति उसको पतिले राख्छ। यसरी नै पतिले पनि आफ्नो शरीरमाथि अधिकार राख्दैन तर अब दुई होइनन् तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वर
साथ जोड्नु भएको छ र त्यसलाई कुनै मानिसले नछुट्याओस्। आजको यस मितिदेखि उता छेत्रीको धर्मपत्नी शोभा अस्मिता श्रीमान अनि श्रीमतीको नाता जोडिएको कुरा परमेश्वरको अगाडि मण्डलीको अगाडि यी दुवैजनाको अगाडि म घोषणा गर्दछु। जोरदार एकचोटि तपाईँले ताली बजाउनु। सबैले साथ भन्नु आमेन। यो नम्बरले ताली पनि बत्ती दियो। यो पंखा अफ गर्नु। यो पंखा यो विवाह प्रमाणपत्र प्रदान गरिएको छ, जसको विवादित खाद्य र अन्य साथीको रूपमा यहाँनिर हुनुहुन्छ। एकछिन जान्नु है। I'm
धन्यवाद दिन चाहन्छु र नमस्कार भन्न चाहन्छु र यतिखेर हाम्रो नानीको विवाह सुसम्पन्न भएको छ यो कुरा सबैले अनि देख्नु भएको छ र यो विवाहको समारोहमा मेरो निमन्त्रणा पाएर जति पनि यहाँ उपस्थित हुनुभयो सबैलाई म यहाँ धन्यवाद दिनको निम्ति आएको छु र आजको यो कार्यक्रम गर्दै गर्दाखेरि धेरै कुराहरू या त्रुटिहरू हामीले देख्न पर्यो घरतर्फबाट आउनुभएको व्यक्तिहरूलाई पनि धेरै दुःख अनि कष्टहरू भएको हामीले महसुस गरेका छौँ किनभने हामीले समयमा उहाँहरूलाई स्वागत गर्न अनि समयमा हामीले उहाँलाई यहाँनिर भित्राउन असमर्थ जस्तो भयौँ त्यसको लागि हामी एकदमै क्षमा प्रार्थी छौँ र म यतिखेर विशेष गरी धन्यवाद दिनको लागि आएको हो र धन्यवाद म दिन चाहन्छु हाम्रा सबै पास्टरजनहरूलाई जो मेरो निमन्त्रणा स्वीकार गरेर यहाँ आउनुभयो हाम्रो विवाहमा समावेश हुनुभयो हामीसँग सहभागी भएर उहाँहरूले हाम्रो लागि प्रार्थना गर्नुभयो यो विवाहको सम्पूर्ण कार्यक्रम उहाँले समापन गर्नमा एकदमै महत्त्वपूर्ण भूमिका खेल्नुभयो उहाँलाई म धन्यवाद दिन्छु हृदयदेखि र म धन्यवाद दिन्छु हाम्रा यहाँनिर उभिनुभएका यी क्वायर ग्रुपलाई उहाँलाई म धेरै हृदयबाट धन्यवाद दिन चाहन्छु किनभने उहाँहरू नभएको भए आजको यो हाम्रो कार्यक्रम शोभनीय हुने थिएन अनि उहाँहरू झनै यो कार्यक्रमको एकदमै अभिन्न अङ्ग हुनुहुन्छ उहाँहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु र म धन्यवाद दिन्छु यतिखेर कार्यक्रम मेरो छोरीको विवाहको समारोहलाई उहाँहरूले पनि शोभा बढाइदिनु भयो उहाँहरू सबैलाई पनि मेरो हृदयदेखि व्याकुल जस्तो भएको छ सबैले माफ गर्नु होला किनभने त्यो छोरी एकदमै हृदयको टुक्रा हो एकदम यसलाई अलिकति नलिदिनु होला मेरो एकदमै अब हृदय भित्र एकदमै अब खुसीको भनौँ या अब दुःख त यसलाई भन्न मिल्दै मिल्दैन किनभने मैले एकदमै असल ज्वाइँ पाएको छु अनि मैले एकदमै असल इष्टमित्र पाएको छु यो कुरालाई एकदमै हृदयबाट मैले खुसी साथ व्यक्त गर्न खोजा गर्दै पनि आज छोरीलाई मैले आफ्नो घरबाट विदाय गर्दै गर्दाखेरि अलिकति चित्त दुखेको मात्र हो र म खुसी छु र धन्यवाद म हाम्रा आफन्तहरूलाई दिन गइरहेको छु र म धन्यवाद विशेष गरी फेरि अरू यहाँनिर हामीलाई काममा सहयोग गर्नेहरूलाई दिन चाहन्छु किनभने उहाँहरूले हिजो रातिदेखि नै हामीलाई धेरै सहायता गर्नुभयो रातभरि रात यहीँनिर बिताएर हाम्रा भाइ बहिनीहरूले हाम्रा आफन्तहरूले सहायता गर्नुभएको छ उहाँहरूलाई पनि हृदयबाट हामी धन्यवाद नदिन सक्दैनौँ मेरो परिवारको तर्फबाट र मेरो मण्डलीको तर्फबाट धेरै धेरै म धन्यवाद दिन चाहन्छु अनि म धन्यवाद दिन चाहन्छु हाम्रो आजको यस कार्यक्रममा वचनको सेवामा हामीलाई सहायता गर्नुभयो हाम्रो सन्त दाइ अनि उहाँलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु उहाँले राम्रो अनि असल पवित्र परमेश्वरको वचन हामीलाई सुनाएर अनि हामीलाई उत्साहित बनाउनु भयो विवाहको बारेमा धेरै राम्रा कुराहरू उहाँले सुनाउनु भएको छ उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु र आजको हाम्रो विवाहलाई सम्पन्न गर्नको निम्ति एकदमै मुख्य भूमिका निभाइदिनु हुने हाम्रो पास्टर सोलोमन गुरुजी त्यति टाढाबाट यहाँ आउनुभयो अनि उहाँले हाम्रो यो विवाहको करारलाई समापन गरिदिनु भएको छ उहाँ एकदमै हाम्रो आदरणीय व्यक्ति हुनुहुन्छ उहाँ हाम्रो क्रिस्चियन जगतको एकदमै ऐतिहासिक व्यक्तित्व पनि हुनुहुन्छ उहाँ धेरै पुरानो र उहाँले आफ्नो जीवनमा क्रिस्चियन जीवनमा धेरै किसिमका अनुभवहरू बटुल्नु भएको छ उहाँले हामीलाई यहाँ आएर यसरी विवाह दिँदै गर्दाखेरि हामी एकदमै
खुसी भएका उहाँलाई पनि हामी हृदयबाट धन्यवाद दिन चाहन्छौँ हाम्रो परिवारबाट र हाम्रा यहाँनिर भएका सम्पूर्ण साथीभाइहरू मेरो आफ्नै सँगसँगै पढे लेखेका मेरा साथीभाइहरू पनि यहाँनिर आउनुभएको आउनुभएको थियो उहाँले पनि मेरो निमन्त्रण स्वीकार गर्नुभएको छ र उहाँले पनि मलाई सहायता गर्नुभयो सहभागी हुनुभयो त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु र म धन्यवाद दिन चाहन्छु हाम्रो यहाँनिर जतिको रूपमा जतिजना यहाँ आउनुभएको छ सबैलाई म धन्यवाद दिन चाहन्छु उहाँहरूले दुःख कष्ट रात बिरातमा पनि आफूलाई यस दिनमा सहभागी हुनको निम्ति यहाँसम्म आउनुभयो सबैलाई म धन्यवाद दिन चाहन्छु र म धन्यवाद दिन चाहन्छु हाम्रा यहाँनिर भान्सामा खटाइएका व्यक्तिहरू जसले त्यहाँलाई खानाको लागि सहायता गर्नुभएको छ अनि भाँडाहरू सफा गर्नेदेखि लिएर जति पनि यहाँनिर हामीलाई सहायता गर्नुभयो सबैलाई धन्यवाद दिन चाहन्छु र जतिलाई मैले नाम लिन छुटाएको छु भने पनि मलाई माफ गर्नुहोला र सबैलाई धन्यवाद दिन चाहन्छु र आजको यो विवाहलाई सुसम्पन्न गर्नुभएको लागि अझ धेरै धन्यवाद म परमेश्वरलाई दिन चाहन्छु किनभने उहाँले नजुटाउनु भएको लागि नजुटाउनु भएको भए हामी आज यो समारोहमा यसरी भेला हुन सक्ने थिएन उहाँले सबै कुरामा सहायता गर्नुभयो हाम्रा यात्राहरूदेखि ल्याएर हाम्रा सबै आर्थिक कुराहरू भौतिक कुराहरू र आत्मिक कुराहरूमा हामीलाई सहायता गर्नुभयो र हामीलाई उहाँले आशिषित बनाउनु भएको छ हामी परमेश्वरलाई पनि धन्यवाद दिन्छौँ र यी सबै कुराहरू परमेश्वरको हातमा राख्छौँ र बाँकी समयलाई फेरि पनि म हाम्रो बाइबल उनलाई दिन्छु र उहाँले नै हामीलाई अरू जाति भागहरूमा अगुवाई गर्नुहुनेछ भन्दै सबैलाई जयमसी भन्न चाहन्छु हुन्छ हाम्रो दाजुलाई धन्यवाद उहाँले दुलैको तर्फबाट सबैलाई धन्यवाद दिनुभएको छ भन्ने मलाई लागेको छ र सबैलाई धेरै धेरै धन्यवाद र हामी अब अन्तिममा आइसकेका छौँ अन्तिममा हाम्रो दुलैको सहयोगी साथीहरू भाइहरूले चाहिँ यहाँनिर विदाईको अन्तिम विदाईको एउटा गीत गाउन गइरहेका छन् त्यसपछि हामी अन्तिम प्रार्थना गर्नेछौँ अनि त्यसपछि हामी कतिजना खानातिर लाग्नेछौँ र बाँकी पछिको कार्यक्रमहरू गीत साथ हुनसक्छ दुई परिवार चिनादान कार्यक्रम हामी एकछिनपछि यो औपचारिक कार्यक्रम सकेपछि हामी गर्नेछौँ र अरू माथि चाहिँ तपाईँहरू खानातिर जान सक्नुहुन्छ हुन्छ म समय हाम्रो चरणमा दिन चाहन्छु उहाँले हाम्रो नानी अस्मिताको लागि भनेर एउटा विदाई गीत राख्नुभएको छ किनभने उहाँले सँगै हुर्केको बढेको चर्चमा खेलेको आज उहाँले छोडेको छ त्यसैले गर्दा उहाँले एउटा गीत गाउनु गइरहेको छ
सकिनेछ। त्यसपछि लगत्तै हामी गीतहरू आदान प्रदानका कुराहरू मैले अघि एकजना हाम्रो विशेष भाइलाई धन्यवाद दिन सुझाएको छु। र भाइबर भाइ उहाँ भोकै हामीले धेरै हृदयबाट सहायता गर्ने अनि माया गर्ने व्यक्तित्व उहाँ हुनुहुन्छ। र उहाँ भाइले चाहिँ अघि मैले धन्यवाद दिन छुट्याएको रहेछु। म क्षमा माग्दै फेरि पनि हृदयबाट म धन्यवाद दिन चाहन्छु। हालेलुया। बिमार सम्पन्न भएको छ अनि तपाईँहरूले सबै कुराहरू देखिराख्नु भएको छ। आज यो ठाउँमा जसरी तपाईँहरू यहाँ आउनुभएको छ तपाईँ सबैजनाले अनि यो सम्पन्न भएको कुरा लिएर जानुहोला। हामी धन्यवाद पाउँछौँ। आज परमेश्वरको उपस्थितिमा खडा भएर परमेश्वरलाई हामी आज यसरी सम्मान गर्छौँ। हामीसँग प्राप्त गर्नेछौँ। सर्वोच्च परमेश्वर पिता हामी तपाईँलाई धन्यवाद दिन्छौँ। आजको यो विवाह कार्यक्रम सुसम्पन्न गर्नुभएको लागि हामी तपाईँलाई धन्यवाद दिन्छौँ। आज फेरि तपाईँको सेवामा पुऱ्याउने हरेक तपाईँको सेवक सेविका राष्ट्रिय हरेक कुरालाई तपाईँ परमेश्वरले सहायता गर्नुभयो, अगाडि गर्नुभयो। हामी तपाईँलाई धन्यवाद दिन्छौँ। सहायता गर्नु हामी तपाईँलाई आज यसरी सम्मान गर्छौँ। गर्दछु तपाईँको उपस्थितिको हामी अगाडि गरिराख्नु हो। र तपाईँको कार्यक्रममा परमेश्वरको उपस्थिति भएको छ। धन्यवाद छ। सम्पूर्ण प्राप्त सृजना यसो ख्रीष्टको नाममा हुन्छ। धन्यवाद होस्। हुन्छ। हाम्रो बिहाको औपचारिक कार्यक्रम चाहिँ सकिएको छ। र यतिखेर अब हामी जुलाईबाट आएका छौँ। हामी खाना खान सक्छौँ र कतिजना खाना खाइसक्नु भएको छ भने धन्यवाद। तपाईँहरू यहाँनिर हुनुहुन्छ भने र अब एकदमै ढिलो नगरेर हामी एकछिन एकअर्कालाई चिन्तान गर्ने र केही छ भने साथसाथ काम गर्नेछौँ। र किनभने अब लामो यात्रा छ, उहाँहरू एकदम हात्ती राख्नु भएको छ। त्यो कारणले गर्दाखेरि म यतिखेर अब अलिकति चियरलाई हामी घुमाउनेछौँ। उहाँहरू अलिकति यसरी चियर घुमाएर पूर्वतिर फर्किनुहुनेछ अनि उताबाट चाहिँ चियर घुमाएर यसरी पश्चिमतिर
मम्मीले मिठी Itu kan lebih dua.
Fatima.